हेलो साथीहरू, दर्शक नमस्ते, सेवा र सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा। यो ब्लग चाहिँ लामो हुँदैन, 2 मिनटको हुन्छ। मेरो अलिकति किन भन्दाखेरि ढलबुडी डाउन भयो नि त। म यहाँ कफी के अरे नेस्केफे लिन आएको। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। Tiga setengah. Oke. Kak, ini berapa kak? RM2. Oke lah. Nah, ini simpan cuci tadi. Petasan memang लानुपर्छ यार। हेर्नु त, मलाई चाहिँ नेस्केफे नखाइ चित्तै बुझ्दैन, त्यही भएर चाहिँ ठ्याक्कै 8:05 भएको छ यार। 8:05 घाम हेर्नु न, घाममा कुरी यस्तो लाग्छ मलेसियामा। घाम चाहिँ फेरि बबाल लाग्छ, बबाल। सानसुन हुन्छ। आज सैटरडे प्रायः छुट्टी हुन्छ नि त यहाँको लोकलहरूको। नेपालीहरूले मात्र काम गर्ने त। यहाँ त लास्टै तितो भएछ यार यो नेस्कफी त यार। यहाँ त त्यसले त दुधै हालेन छ यार। मलाई फसायो यो केटीले आज। ओहो, नेस्कफी भनेको बित्थाको दिएछ यार यसले त। आज मलाई फसाएछ यार। यो भिडियो पुरा हल्लियो, हल्लो छ, बाल भएन यार। भेन्डी हेर्नु न, भेन्डी कस्तो मजाले उम्रेको रहेछ यार। केटाहरूले कस्तो मजाले उमारेको रहेछ यार। देखा तो है जाना सनम। दुई मिनटको भिडियो मजाले हेरिदिनु होला ल, तपाईँहरूको नि म हेरिदिन्छु। भिडियो नहालेको धेरै भयो, 2 मिनटको मात्रै हो यो भिडियो। सजनी छ कि छैन टिपेर लानु पर्यो यार। यही ठाउँमा अरे पहिला एउटा नेपालीलाई मारेको हो यहाँ, यो पोस्टको त्यहाँनिर। यहाँ त मान्छे मार्छ फेरि मलेसियामा त। तालेर त खत्तम हुन्छ। सजनी कर बेन्ना सजनी भन्दो रहेछ यो। यता र यता भर्खर फुल्दो रहेछ आँकरी। यसले त यो नेस्केफे आइसमा त यसले त दुध पनि हालेन छ यार। लास्टै तितो छ यार। छ्या, मलाई फसायो यार। बिहान बिहान आज शनिबारको दिन म फसेँ। म कम्पनी जाने बाटो चाहिँ यही हो। म यहाँ झर्छु नि त, यहीँ झर्छु। अनि कफी लिनको लागि त्यहाँ पुगेर आउँछु म। किनकि कफी नखाइ सक्दिनँ।
त्यही भएर म कफी किन्न गएको। डेली जस्तै जान्छु त्यो दोकानमा। हाम्रो कम्पनीमा क्यान्टिन छैन, क्यान्टिन चाहिँ प्लान्टमा छ, प्लान्टमा छैन। त्यही भएर कफी खान मन लाग्छ, के गर्नु। कति हालिन्छ यार भिडियो यार, भयो 5 मिनटको भएछ त भयो। भिडियो राम्रोसँग हेरिदिनु होला। अर्को भिडियोमा फेरि भेटौँला भन्दै आजको लागि चाहिँ तपाईँहरूलाई मैले बिदा गर्न चाहेँ। 5 मिनटको भिडियो चाहिँ मजाले वाच गरिदिनु ल, तपाईँहरूको पनि म मजाले वाच गरिदिन्छु भन्दै आजको लागि चाहिँ बाई बाई।